परमेश्वरले भन्नु ए होसे जा त्यो बेस्यालाई फेरि लिएर नै प्रभु एक त तपाईले बेस्यासँग विवाह गर्ने भन्नुभयो छोरा छोरी जन्मिहाले अब फेरि भागेर गाछी ल्याउने जागर लिएर फेरि गएर लिएर आउँछ होसेले फेरि भाग्छ फेरि गएर लिएर आउँछ होसेले फेरि भाग्छ फेरि गएर ल्याउँछ होसेले हालेलुया अब सोच्नुहोस् परमेश्वरले पनि बार बार मिलाप चाहनुहुन्छ हालेलुया त्यसैले मेरो प्रिय पत्रसले आएर भन्छ हे गुरु हे येशू मेरो भाइले मलाई तंग गरिसक्यो म कति दिन क्षमा गरौँ यसलाई येशूले भन्नुभयो 7 बार हैन 7 को 70 बार क्षमा गर आफ्नो भाइलाई भन्नुभयो हालेलुया 7 × 77 लगाउनुस् क्याल्कुलेसन कता पुग्छ हालेलुया यहाँ त यस्ता व्यक्ति छन् कि अलिकति धक्का लाग्नु बाटामा आँखा कान छैन के हो सरी बोल्दैन सरी पनि मान्दैन क्षमै दिन चाहन्न त 70 को 7 मान्न त बडा गाह्रो छ हालेलुया त्यसैले आज तपाईमा त्यो स्वयंसिद्धता हुनुपर्छ हालेलुया तपाईले गरेको मेल मिलापले तपाईका शत्रु बैरी पनि तपाईसँग एउटा मित्र बन्न आउँछ मेरो प्रिय त्यसैले त येशूले भन्नुभयो कुनै पनि ग्रन्थमा यो कुरा लेखेको छैन बाइबलमा यो कुरा लेखेको छ तैले भाइलाई मात्र हैन तैले आफ्नो जानी दुश्मन शत्रुलाई पनि क्षमा गर प्रेम गर भन्नुभयो आमेन कहाँ पाउँछ यो वर्ड लिएर आऊ किनभने बाइबलमा मात्र जिजसले यस्तो भन्नुभयो हालेलुया यो कठिन कुरा हो कसैले पनि आफ्नो शत्रुलाई क्षमा गर्न सक्दैन दिनरात शत्रुले त्यहाँबाट श्राप दिने शत्रु किन केही नहोस् भन्ने शत्रुले बार बार तपाईलाई कोस्ने व्यक्तिले तपाईलाई लाज पार्ने व्यक्तिलाई तपाईले क्षमा गर्ने यो तपाईको लागि कठिन कुरा बडो कठिन कसैले आफ्नो बैरीलाई क्षमा गर्न चाहन्छ म तपाईलाई बताउन चाहन्छु येशूले भन्नुभयो क्षमा गर हालेलुया त्यसैले आज हामीले क्षमा गर्नुपर्छ विश्वासी हालेलुया यहाँनिर कहिँले क्षमा नगरेको कारणले गर्दा उ श्रापित भयो उसको वंश श्रापित भयो हालेलुया अनि यहाँनिर चाहिँ हामी हेर्छौँ यसाब र याकुबमा जसले गर्दा उसलाई पीडा परेको थियो हालेलुया यसाबले उसलाई जीवनभर क्षमा गरेन हालेलुया यस कारणले गर्दा यसाब पनि श्रापित भयो याकुब चाहिँ आशीषित भएर उसको नाम इजरायल राखियो आमेन।